ए तिमीले जति टेक लिन नि पाउँछौ है नआत्या ल आज म हस्पिटल आएको यही मेरो हेल्प खुट्टाल ल अनि बाबुको नाम चाहिँ ईशान सुनार ल अब म डाक्टरलाई नि इन्ट्रोड्युस गराइदेऊ ल नमस्ते है डाक्टर मनोज अङ्कल भन ल है त ल म चाहिँ आज हेलो नमस्ते म त आज हाम्रो ईशान बाबुको यो मोलस्कम भन्ने आएर रहेछ हैन मोलस्कमलाई कसरी उपचार गर्ने एउटा चाहिँ यो पद्धति हुन्छ स्कुपिङ भन्छ त्यो गरिदिँदैछु है त हाम्रो एकदम ज्ञानी बाबु छन् उसको च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला मैले उसको लागि नि भिडियो बनाएको छु मेरो लागि नि बनाएको छु है त ल सुरु गरौँ है हुन्छ ल ओके गुड ल यता है ल यसो यता अडाइकिनु अन्त केही गर्दिनँ मैले केही दुख्दैन है दुख्दैन है केही पनि हुँदैन एकैछिनमा उतिखेरै भइहाल्छ है त ल मैले मास्क लाउँछु है हुन्छ ल ओके ल आँखा बन्द गरे नि हुन्छ तिमीले एउटा मात्रै फुटालिदिन्छु हस् एउटा ल नदुखेको फुटालिदिन्छु हुन्छ ल ल ल है त ल ल हामी ब्लगमै छौँ है ठिक छ ल ब्लगमै छ आँखा बन्द गर गुड आँखा बन्द गर न नहेर एकछिनमा फेरि अनि ल ओके म भयो भन्ने अनि खोल्छु होला है त ल न बन्द गर है ल एकछिन ल ल हेर ल ल है म यसलाई स्कुपिङ भन्छ मोलस्कम भन्ने उसको चाहिँ स्कुपिङ गरिन्छ यसरी है ल ल यो सेतो देख्नु भयो ल बाबुलाई दुख्यो त अनि ल ए यो स्कुपिङ भनेको यसलाई यसरी ओपन गरिदिने होइन अनि छोडिदिने ल यति हो ल अर्को नि गरिदिन्छु ल एउटा ठुलो चाहिँ अर्को एउटा है त ल ल ओके हामीले सिक्नु नि दुखेको छैन है ल बाबुले गुड जब ल अब ल यति गरेपछि है ल यो भित्रको सेतो निस्किन्छ अनि ठिक भइहाल्छ अब अरू प्रोसेस बाँकी छ है बाँकी छ अझै यो मलम लाउनु ल आफै खोला त ल आज एसिस्टेन्ट पनि हो है बाबु ल ईशान मेरो एसिस्टेन्ट पनि हो मिलिया पनि भन्छ नि त होइन मिलिया होइन मिलिया होइन मोलस्कम हो यो मिलिया चाहिँ अलि अर्कै हुन्छ गज पिस देऊ न टिसु देऊ न कुन आएको छैन देख्यो कहाँ देख्यो ए ऐना रहेछ नि त त्यहाँ केही हुँदैन ल गुड केही हुँदैन है यति हो ल ल हाम्रो ईशानले चाहिँ यो एसिस्ट पनि गरेका छन् अब यो के गर्ने भने घरमा गएर 2 चोटि लगाउने हुन्छ ल सर हातको पनि त्यही नै हो त्यही तरिका हो हातको पनि त्यसरी नै गर्दा हुन्छ यो पनि स्कुप गर्दै हुन्छ त्यो पनि जान्छ मोलस्कम दुखेन नि दुख्दैन के तिमी डराइथ्यौ यस्तो यता फर्क यस्तो गरिदिने अलिअलि दुख्यो होइन अब थाहा भयो नि त कसरी गर्ने होइन यो गरेपछि के हुन्छ नि ओके ल तेकन्डो खेल्ने भाइ ल है त भाइको च्यानललाई सब्स्क्राइब गर्नु होला ल ल तिम्रो बाई बाई भन ल ओके गुड ल बाई बाई गाइज म यही हस्पिटलमा आएको हो उता नम्बर हो हजुरहरूले देख्नु होला मेरो भिडियोलाई लाइक सब्सक्राइब सेयर पनि गर्ने होला हजुरहरूलाई यस्तो बिरामी भएको छ भने हजुर यहाँ आउन सक्नुहुन्छ ल थ्याङ्क यू फर वाचिङ